मलाई मनपर्ने ठाउँ पोखरा नेपालको एक प्रमुख पर्यटन स्थल हो। यो मलाई धेरै मनपर्छ किनभने यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मलाई आकर्षित गर्छ। यहाँको प्राकृतिक सौन्दर्य, यहाँको फेवाताल र अन्नपूर्ण हिमालको दृश्यले मलाई धेरै मनपर्छ। यहाँको शान्त वातावरण र स्वच्छ हावाले मलाई सधैँ तरोताजा बनाउँछ। पोखरामा धेरै कामहरू गर्न सकिन्छ। यहाँको फेवातालबाट बोटिङ गर्न सकिन्छ, अन्नपूर्ण हिमालको दृश्य हेर्न सकिन्छ र यहाँको स्थानीय संस्कृतिको बारेमा जानकारी लिन सकिन्छ। यहाँको पर्यटन स्थलहरूमा पुग्न सकिन्छ र यहाँको स्थानीय खानाहरू खान सकिन्छ। पोखराको महत्त्व नेपालको पर्यटन उद्योगमा धेरै छ। यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले पर्यटकहरूलाई आकर्षित गर्छ। यहाँको स्थानीय संस्कृति र परम्पराले पर्यटकहरूलाई नेपालको बारेमा जानकारी दिन्छ। यहाँका सुन्दर दृश्यहरू एकदमै मनमोहक हुन्छन्। उत्तरतिर माछापुच्छ्रे, अन्नपूर्ण र अन्य हिमालहरूको राम्रो दृश्य देखिन्छ। पोखरा उपत्यका तालहरूको दृष्टिकोणले पनि धनी उपत्यका हो। यहाँ फेवाताल, बेगनासताल, रूपाताल, खास्टेताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यकाभित्र रहेका छन्। पोखरा एकदमै रमणीय र रोचक सहर हो। यहाँ रारा ताल पनि रहेको छ। यसको बीचमा तालबाराही मन्दिर। तालबाराही फेवातालको पानी एउटा झ्यामबाट गएर पाताले झाँगो झरना बनेर खस्छ। पाताले झाँगोलाई डेभिड फल पनि भनिन्छ। पाताले झाँगो जाने द्वारको ठिक पल्लोपट्टि गुप्तेश्वर गुफा रहेको छ। यो गुफामा धेरै खालका मन्दिरहरू रहेका छन्, जस्तै दुर्गा मन्दिर, कृष्ण मन्दिर र गाई मन्दिर आदि। शान्ति स्तूप पहाडको टुप्पामा रहेको छ। यो स्तूपमा प्रायजसो बुद्ध धर्मावलम्बीका मानिसहरू प्रार्थना गर्न आउने गर्दछन्। विन्ध्यवासिनी मन्दिरलाई पोखराको सबैभन्दा पुरानो मन्दिर मानिन्छ। चमेरे गुफा, रूपाताल, माटेपानी गुम्बा, वसुन्धरा पार्क, सेती खोला, सेती गण्डकी, पुरानो पोखरा, गोर्खा सङ्ग्रहालय, अन्नपूर्ण पुतली सङ्ग्रहालय आदि पोखरा गएपछि हेर्नै पर्ने ठाउँहरू छन्। त्यसैले गर्दा पोखरामा धेरै पर्यटकहरू आउने गर्छन्। पोखरा एउटा रमणीय ठाउँको रूपमा परिचित छ। पोखरा आन्तरिक र बाह्य पर्यटकहरूको लागि घुम्नै पर्ने ठाउँ हो। धन्यवाद।